न्युजिल्यान्डमा धेरै कल्चरको मानिसहरू बस्ने गर्छन् र न्युजिल्यान्ड एउटा कल्चरली डाइभर्स देश हो जसमा सबैको आफ्नो आफ्नो फेस्टिभल हुन्छ, आफ्नो परम्परा हुन्छ, कसैको दिवाली हुन्छ, कसैको ईद हुन्छ, कसैको चाइनिज फेस्टिभल हुन्छ, कसैको दसैँ हुन्छ। त्यसैले इथनिक कम्युनिटी लिडरले भनेका छन् कि प्लिज एक दिनको पेड लिभ देऊ जसमा सबै मानिसहरूले आफ्नो फेस्टिभल मनाउने मौका पाउन्। यो प्रपोजल चाहिँ यही महिना एउटा मिटिङ भएको थियो जहाँ प्राइम मिनिस्टर क्रिस्टोफर लक्सन पनि उपस्थित थिए र इथनिक एन्ड फेथ कम्युनिटी लिडरहरूले चाहिँ यो आइडिया राखेका थिए। इफ गभर्मेन्टले एग्री गर्यो भने चाहिँ हजुरहरूले आफूलाई मन परेको फेस्टिभलमा हजुरहरूले इम्प्लोयरसँग कुरा गरेर डाइरेक्टली पेड लिभ लिन सक्नुहुन्छ। यो लिभ चाहिँ कुनै फिक्स दिन हुँदैन, यो चाहिँ आफैले चुज गरेर लिने लिभ हो र यो चाहिँ भर्खर अहिले प्रपोजल मात्र राखिएको हो र यसको डिसिजन चाहिँ आइसकेको छैन। फ्लेक्सिबल होलिडेको प्रपोजल चाहिँ पोजिटिभ नै छ तर कन्फर्म चाहिँ भइसकेको छैन गभर्मेन्टको तर्फबाट। इफ गभर्मेन्ट एग्री भयो भने चाहिँ हामी डाइभर्स कम्युनिटीहरूको लागि चाहिँ एकदम खुसीको कुरा नै हो।